साथीहरू नमस्कार। आजको यो भिडियोमा लेखन सिपका लागि सफलताका 105 महत्त्वपूर्ण बुँदाहरू भनेर 105 वटा बुँदाहरू लिएर एकमुष्ट रूपमा लिएर उपस्थित भएको छु। आयोगका विभिन्न लिखित परीक्षाहरूमा त्यसै गरेर विश्वविद्यालयका विभिन्न परीक्षाहरूमा जुन लिखित परीक्षाहरू हुन्छन् प्रश्नहरूको आवश्यकता अनुसार हामीले यी 105 वटा बुँदाहरूबाट केही कमन बुँदाहरू लेख्न सकिने हुन्छ। त्यसैले सोही फाइदाको लागि चाहिँ केही महत्त्वपूर्ण बुँदाहरू लिएर यो भिडियोमा उपस्थित भएको छु। अन्तिमसम्म हेरेर साथ दिनुहोला। यसमा चाहिँ 1 नम्बर बुँदामा रहेको छ, हामीले काम गर्दाखेरि नियतले होइन नीतिले गर्ने, व्यक्तिले होइन विधि पद्धतिले गर्ने, प्रवृत्तिले होइन प्रविधि र प्रणालीले गर्ने, संरचनाले होइन संस्कार संस्कृति शैली र सभ्यताले काम गर्ने अवस्थाको सुनिश्चित गर्ने। कुनै पनि सार्वजनिक क्षेत्रमा होस् अथवा कुनै पनि क्षेत्रमा चाहिँ हामीले चाहिँ यी नियतले होइन नीतिले गर्ने, विधिले गर्ने, प्रविधिले गर्ने, होइन संस्कार संस्कृति शैली र सभ्यताले गर्ने अवस्थाको सुनिश्चित गरे मात्र कुनै पनि काम चाहिँ सफल हुन सक्छ। यो बुँदाहरू पनि लेख्न सकिन्छ। त्यसै गरी चाहिँ सुधारका सुझावहरूलाई शब्दको भाव र मर्मसहित व्यवहारमा रूपान्तरण गर्ने। सुझाव मात्र दिएर भएन, त्यसलाई चाहिँ भाव र मर्मसहित व्यवहारमा रूपान्तरण अथवा कार्यान्वयन गर्नुपर्छ। परिवर्तन गरेर होइन, कार्यान्वयन रूपान्तरण नै गर्नुपर्छ। संरचना, नीति, प्रक्रिया, व्यवहार, मनोवृत्ति र कार्य संस्कृतिमा सुधार गर्ने। हामीले चाहिँ संरचनाहरू भयो, सार्वजनिक क्षेत्रका विभिन्न संरचनाहरू, नीति कानुनहरू, प्रक्रियाहरू, व्यवहारहरू, आफ्नो मनोवृत्तिहरू, व्यक्तिको मनोवृत्तिहरू, कार्य संस्कृति, यी सबै कुराहरूमा सुधार गर्ने। नीतिलाई के गर्ने? समसामयिक बनाउने र अहिलेको सङ्घीयता सापेक्ष बनाउने। नीतिगत एकता, एकरूपता र स्पष्टता कायम गर्ने। हामीले चाहिँ नीतिहरू चाहिँ अलग अलग छन्, एकरूपता छैन। त्यसै गरेर यसलाई एकरूपता गर्ने, यसलाई स्पष्टता कायम गर्ने। ऐन, नीति, नियम, कार्यविधि र निर्देशिका बीच तादात्म्यता मिलाउने, यिनीहरू बीच चाहिँ कमन मिलाउने अथवा सम्बन्ध चाहिँ मिलाउने ऐन नीतिहरू बीच। त्यस्तै कानुनमा भएका असल अभ्यासलाई इमान्दारिता र जवाबदेहिताका साथ पालना गर्ने। हामीले चाहिँ कानुनमा भएका जुन व्यवस्थाहरू छन्, असल अभ्यास छन्, तिनीहरूलाई चाहिँ एकदम इमान्दारिता साथ पालना गर्नुपर्छ। कार्यविधि र कार्यक्रमहरूलाई सरल र कार्यान्वयनयोग्य बनाउने। हामीले निर्माण गर्ने विभिन्न कार्यविधिहरू हुन्छन्, कार्यक्रमहरू हुन्छन्, योजना हुन्छन्, तिनीहरू चाहिँ सरल बनाउने र कार्यान्वयन योग्य अथवा चाहिँ कार्यान्वयन गर्न सक्ने बनाउनुपर्छ। त्यसै गरेर पोलिसी डाइभर्जेन्स एन्ड पोलिसी कन्भर्सेसनमा रूपान्तरण गर्ने। हामीले पोलिसी डाइभर्जेन्सलाई पोलिसी कन्भर्सेसनमा रूपान्तरण गर्नुपर्छ। त्यसै गरेर आवश्यक ऐन, नियम, कानुन, कार्यविधि र मापदण्ड समयमा नै जारी गर्ने। नेपालमा चाहिँ हामीले आवश्यक बन्ने ऐन, नियम, कानुनहरू चाहिँ लामो समयसम्म जारी नगर्ने प्रवृत्ति छ। त्यसलाई चाहिँ अन्त्य गरेर समयमा नै जारी गर्ने। मेटा पोलिसी भने लागू गर्ने। भेन्यू सपिङलाई लग रोलिङको असरहरूको न्यूनीकरण गरी कानुन बनाउनुपर्छ। हामीले बजेट योजना, परियोजना, कार्ययोजना र कार्यक्रम बीच तालमेल मिलाउने। अब नेपालमा निर्माण हुने बजेट योजना, कार्यक्रमहरू बीच, यिनीहरू बीच चाहिँ तालमेल भएको हुँदैन। यसलाई चाहिँ हामीले चाहिँ तालमेल मिलाउने प्रयास गर्नुपर्छ, मिलाउनुपर्छ, तब मात्र सफलता हुनसक्छ। आवश्यक कानुनलाई समयमा नै संशोधन र परिमार्जन गर्ने। लामो समयसम्म जुन आवश्यक कानुनहरूमा संशोधन नभएर परिमार्जन नभएर जुन समस्या भएको हुन्छ, यसलाई चाहिँ आवश्यक कानुनलाई चाहिँ समयमै संशोधन र परिमार्जन गर्ने व्यवस्था गरिनुपर्छ। संविधानका धारा र ऐनका दफाहरूमा लेखिने भन्दा कार्यान्वयनमा देखिने व्यवस्था सुनिश्चित गर्ने। शासकीय स्थिरता र नीतिगत दिगोपना कायम गर्ने। शासकीय स्थिरता अनि सरकारलाई चाहिँ स्थिर बनाउने, शासनलाई स्थिर बनाउने, नीतिगत रूपमा नीतिहरूलाई पनि के गर्ने? दिगोपना कायम राख्नुपर्छ। ब्ल्याक बक्स मोडेलबाट नीति बनाउने कार्यलाई निरुत्साहित गर्नुपर्छ। अहिले हामीले बनाउने नीतिहरू चाहिँ ब्ल्याक बक्स मोडेलबाट बनाउँछौँ, तर यस्तो कार्यलाई चाहिँ के गर्ने? घटाउने अथवा निरुत्साहित गर्नुपर्छ। नीति निर्माणमा पोलिसी कम्युनिटीको उपयोग गरी कार्यान्वयन हुने गरी निर्माण गर्नुपर्छ। नीति निर्माणको तहमा हुन्छ, त्यहाँ चाहिँ पोलिसी कम्युनिटीको उपयोग गरी कार्यान्वयन हुने गरी निर्माण गर्नुपर्छ। त्यसै गरेर दक्ष, जागरुक, सिपयुक्त, प्रशिक्षित, उत्साहित र उत्प्रेरित जनशक्ति सङ्गठनमा भित्राउने। हामीले चाहिँ कर्मचारी भर्ना गर्दाखेरि सङ्गठनमा होस्, कुनै पनि संस्थामा होस्, यसमा चाहिँ दक्ष, जागरुक जुन व्यक्तिहरू हुन्छन्, उत्साहित व्यक्तिहरू हुन्छन्, उनीहरूलाई चाहिँ भित्राउने। यी विभिन्न पोइन्टहरू चाहिँ विभिन्न परीक्षाहरूमा चाहिँ कमनली लेख्न सकिन्छ। सकारात्मक भर्ना प्रणालीलाई कार्यान्वयन गर्ने। पोजिटिभ रिक्रुटमेन्ट प्रणालीलाई चाहिँ कार्यान्वयन गर्नुपर्छ। त्यस्तै गरेर स्टार रिक्रुटमेन्ट पद्धतिको पनि अवलम्बन गर्नुपर्छ। कर्मचारीहरूलाई समसामयिक रूपमा तालिमहरू दिने
दिने होइन विभिन्न सिपमूलक विभिन्न व्यावहारिक तालिमहरू प्रदान गर्नुपर्छ। त्यस्तै गरेर जनशक्ति व्यवस्थापन योजना लागू गर्ने होइन हामीले चाहिँ कुनै पनि सङ्गठनमा चाहिँ जनशक्ति व्यवस्थापन योजना बनाएर चाहिँ लागू गर्नुपर्छ। त्यस्तै कम्पिटेन्सी म्यापिङ गरी उपयुक्त जनशक्ति भित्राउन हामीले चाहिँ जनशक्ति भित्राउँदाखेरि पहिला चाहिँ कम्पिटेन्सी म्यापिङ गर्ने, त्यसपछि चाहिँ उपयुक्त जनशक्ति भित्राउनुपर्छ। अति महत्त्वपूर्ण रहेका छन् यी पोइन्टहरू। त्यस्तै गरेर प्रतिभा व्यवस्थापनमा जोड दिने मानव पुँजी निर्माण गर्ने, हामीले चाहिँ प्रतिभा व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्छ, जसबाट मानव पुँजी निर्माणमा सहयोग हुन्छ। कर्मचारीहरूको उत्प्रेरणा र मनोबललाई उच्च हुने वातावरण कायम गरी सङ्गठनको उत्पादन र उत्पादकता अभिवृद्धि गर्ने, हामीले चाहिँ कर्मचारीहरूको उत्प्रेरणा र मनोबललाई उच्च हुने वातावरण, सङ्गठनमा वातावरण चाहिँ राम्रो बनाउनुपर्छ, जसको कारणले चाहिँ कर्मचारीहरू उत्प्रेरणा मनोबल बढेपछि उत्पादन र उत्पादकत्व अभिवृद्धि हुन्छ। यो चाहिँ अभिवृद्धि गर्ने। कार्य सम्पादन मूल्याङ्कनलाई हटाई कार्य सम्पादन व्यवस्थापन प्रणाली लागू गर्ने। अहिलेको हाम्रो कार्य सम्पादन मूल्याङ्कन चाहिँ एउटा ट्रेडिसनल टाइपको छ, यसलाई हटाएर कार्य सम्पादन व्यवस्थापन प्रणाली लागू गर्ने। कार्य सम्पादनका मापन जुन मानक मापदण्ड हुन्छन्, सूचकहरू हुन्छन्, यिनीहरू कार्यान्वयन गर्ने, यिनीहरू बनाउने। अहिले चाहिँ हाम्रो मापदण्डहरू सूचकहरू ठ्याक्कै वैज्ञानिक छैनन्, यी मापदण्डहरूलाई बनाएर चाहिँ कार्यान्वयन गर्ने। मानक मापदण्ड र सूचकहरूको आधारमा कार्य सम्पादन सम्झौता गरी काममा लगाउने। सेवा करारलाई व्यवस्थित बनाई क्राउड सोर्सिङबाट सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्ने, हामीले सेवा करारलाई व्यवस्थित बनाउनुपर्छ, सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्नुपर्छ। अनि त्यस्तै जिज इकोनोमिक उपयोगबाट जनशक्ति भित्राउनुपर्छ। एसओपी स्ट्यान्डर्ड अपरेसन प्रोसिजर सर्भिस बेन्चमार्क एन्ड एसेसमेन्ट अफ सोर्स क्वालिटी बनाई सेवा प्रवाह गर्ने, हामीले यो पद्धतिहरूलाई चाहिँ लागू गरेर सेवा प्रवाह गर्नुपर्छ। सेवा प्रवाहमा प्रक्रियाभन्दा पनि नतिजामा जोड दिनुपर्छ। मल्टी स्केल कल्चरल्ली कम्पिटेन्ट ब्युरोक्रेसीमा हामीले जोड दिनुपर्छ, हामीले मल्टी स्केल कल्चरल कम्पिटेन्ट ब्युरोक्रेसीमा चाहिँ कर्मचारी तन्त्रमा चाहिँ जोड दिनुपर्छ। आवश्यकता बमोजिम जनशक्तिलाई हायर एन्ड फायर गर्ने व्यवस्था गर्नुपर्छ, हामीले आवश्यकता अनुसार जनशक्तिलाई चलाउने हो, हायर एन्ड फायर गर्ने हो। सरुवा र बढुवाका सम्बन्धमा वैज्ञानिक मानक र मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्छ। हामीले चाहिँ राम्रो मान्छेलाई राम्रो ठाउँमा चाहिँ होइन एउटा राइट टाइममा चाहिँ राम्रो काममा चाहिँ व्यवस्थापन गर्ने जुन प्रणाली छ त्यसलाई चाहिँ कार्यान्वयन गर्नुपर्छ। यी पनि महत्त्वपूर्ण साझा बुँदाहरू रहेका छन्। त्यसै गरेर सेवा प्रवाहमा हेलो इफेक्ट कम गर्ने भनसुन कुराहरू हुन्छन् जो तिनीहरूलाई चाहिँ कम गर्नुपर्छ। सेवा प्रवाहमा हेलो इफेक्ट कम गर्ने, सेवा प्रवाहमा निरन्तर सुधार गरी सम्पूर्ण गुणस्तर कायम गर्ने, सेवा प्रवाहमा कस्ट क्वान्टिटी क्वालिटी टाइम एन्ड लोकेसनको ख्याल गर्ने, हामीले चाहिँ सेवा प्रवाहमा जस्तो कस्टको कुराहरू, क्वालिटीको कुराहरू, क्वान्टिटीको कुराहरू होइन, टाइमको कुराहरू, लोकेसनको कुराहरू चाहिँ एकदम ख्याल गर्नुपर्ने हुन्छ। सार्वजनिक प्रशासनलाई फ्ल्याट एल्याङ स्ट्रिमलाइन्स होइन सिमलेस टेक्नोक्र्याट फास्ट बनाउने, जुन सार्वजनिक प्रशासनलाई चाहिँ फ्ल्याट बनाउने, स्ट्रिमलाइन्स बनाउने, सिमलेस होइन टेक्नोक्र्याट फ्ल्याट बनाउने। त्यसै गरेर आर्थिक अनुशासनलाई कडाइका साथ पालना गराई सुशासन कायम गर्ने, आर्थिक अनुशासनलाई चाहिँ एउटा नीतिगत रूपमा कडाइका साथ पालना गराउने, कारबाही प्रणालीलाई चाहिँ प्रभावकारी बनाउने जस्ता विभिन्न कुराहरू चाहिँ कार्यान्वयन गरिनुपर्छ। लेखा प्रणालीलाई चाहिँ लेखा परीक्षण प्रणाली जुन छ त्यसलाई कार्यमूलक लेखा परीक्षण गर्ने, प्रतिवेदनमा आधारित नभई रिफर्म सुनिश्चित गर्नुपर्छ। ड्यु डिलिजेन्सी अडिटमा जोड दिने, सेवा प्रवाह र विकास व्यवस्थापनमा टिपिआरएपी ट्रान्सपेरेन्सी, प्रिडिक्टेबिलिटी होइन, रेस्पोन्सिबिलिटी, अकाउन्टेबिलिटी, पार्टिसिपेसन कायम राख्ने, हामीले सेवा प्रवाह र विकास व्यवस्थामा यी विभिन्न 5वटा कुराहरू ध्यान दिनुपर्छ। जस्तो ट्रान्सपेरेन्सीको कुराहरू भयो होइन, प्रिडिक्टेबिलिटीका कुराहरू भयो, रेस्पोन्सिबिलिटीका कुराहरू भयो, अकाउन्टेबिलिटीका कुराहरू भयो, सहभागिता पार्टिसिपेसनका कुराहरू, यिनीहरू चाहिँ सबै सेवा प्रवाहमा पनि विकास व्यवस्थापनमा पनि कायम गर्नुपर्छ। कर्मचारीहरूको सहज रूपमा जीवनयापन हुने गरी तलब भत्ता सेवा सुविधा समय सापेक्ष सुधार गर्नुपर्छ। कर्मचारीको जुन नेपालको तलबमा अत्यन्त न्यून रहेको छ यसलाई समसामयिक बनाउनुपर्छ। मौद्रिक प्रोत्साहनमा जोड दिने, PBPS पर्फर्मेन्स बेस्ड पे सिस्टम हुन्छ, यसलाई चाहिँ जोड दिने, जुन कामको आधारमा पे गर्ने सिस्टम हुन्छ नि यसलाई चाहिँ कार्यान्वयन गर्नुपर्छ। सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण र तेस्रो पक्षी मूल्याङ्कन जस्ता नागरिकबाट हुने निगरानीलाई व्यवस्थित बनाई अझ प्रभावकारी बनाउने, जुन हाम्रो
सार्वजनिक क्षेत्रमा सेवा प्रवाहका क्षेत्रमा होस् अथवा शासनको क्षेत्रमा होस्, विकास निर्माणको क्षेत्रमा होस्, त्यहाँ चाहिँ हामीले चाहिँ सार्वजनिक सुनवाईका कुराहरू, सार्वजनिक परीक्षणका कुराहरू, सामाजिक परीक्षण, तेस्रो पक्षको मूल्याङ्कन, नागरिकबाट हुने निगरानीलाई चाहिँ व्यवस्थित बनाएर आउँछ। प्रभावकारी व्यवस्थित बनाउने चाहिँ प्रयास गर्नुपर्छ। ट्रेड युनियनका गतिविधिलाई वञ्चित सीमाभित्र सीमाङ्कन गर्ने, जहाँसम्म ट्रेड युनियनलाई खारिज गरेर एउटा मात्र ट्रेड युनियन बनाउनु वाञ्छनीय देखिन्छ, तर अहिलेका ट्रेड युनियनका गतिविधि छन् त्यसलाई वाञ्छित सीमाभित्र, निश्चित सीमाभित्र मात्र राखेर सीमाङ्कन गर्नुपर्छ। दलीय आधारमा खोलिएका जुन ट्रेड युनियनहरू छन् यिनलाई खारिज गर्ने, एउटा मात्र ट्रेड युनियनको प्रावधान राख्ने, ट्रेड युनियनलाई ब्युरोक्रेटिक एक्टिभिजममा उपयोग गर्नुपर्छ, जुन कर्मचारीको काममा उपयोग गर्ने, सहायक स्तरका कर्मचारीलाई मात्र ट्रेड युनियनमा सहभागिताको अधिकार सुनिश्चित गर्नुपर्छ। माथिल्लो स्तरका जुन कर्मचारी हुन्छन् उनीहरूलाई ट्रेड युनियनमा सहभागिताको अधिकार राखिनु हुँदैन, सुनिश्चित गरिनु हुँदैन। निर्णयका तहहरू हुन्छन् तिनीहरू घटाउने, प्रशासकीय कार्य फर्चो सीमा निर्धारण गर्ने, निर्णयका आधार र कारण र प्रमाण खुलाउने, प्रशासन सुधारलाई निरन्तर कायम राख्ने, सेवा प्रवाहमा को प्रोडक्सन एन्ड को कन्स्ट्रक्सन माध्यमबाट सार्थक सहभागिता सुनिश्चित गर्ने। सेवा प्रवाहमा चाहिँ सह उत्पादक तत्त्व होइन सह निर्माणका माध्यमबाट चाहिँ हामीले चाहिँ सार्थक सहभागिता सुनिश्चित गर्नुपर्छ। कुनै पनि आवेग र उत्तेजनामा नआएर विवेकबाट चल्ने नागरिक सचेतना र जागरण चाहिँ हामीले अभिवृद्धि गर्नुपर्छ। नागरिक समाजलाई सकारात्मक, रचनात्मक र सृजनात्मक कार्यमा सक्रिय गराउन हामीले नागरिक समाज छ, त्यो समाजलाई चाहिँ एउटा सकारात्मक, रचनात्मक र सृजनात्मक कार्यमा सक्रिय बनाउने, विकासमा नागरिकहरूको मानसिक, भावनात्मक र कार्यात्मक सहभागिता जगाउने। विकासमा चाहिँ नागरिकहरूको मानसिक होइन भावनात्मक, कार्यात्मक सहभागिता चाहिँ उहाँहरूको सुनिश्चित गर्नुपर्छ। नागरिकका चासो र गुनासो समयमै सम्बोधन गर्ने, समाधान गर्ने गर्नुपर्छ। नागरिकका जुन समस्याहरू छन्, चाहना छन्, चासो छन्, यिनीहरूलाई समयमै सम्बोधन र समाधान गर्ने, विविधता र विषमतामा व्यवस्थापनमा डाइभर्सिटी म्यानेजमेन्टलाई जोड दिनुपर्छ, विषमता व्यवस्थापनमा पनि जोड दिनुपर्छ। सेवाको लागत, गुणस्तरीयता र नतिजा बीच एउटा तादात्म्यता ल्याउने, सेवाको लागत चाहिँ कस्ट चाहिँ होइन क्वालिटीहरूका कुराहरू, जुन रिजल्टका कुराहरूमा हामीले चाहिँ तादात्म्यता मिलाउनुपर्छ। प्रत्येक कामको कारण, प्रक्रिया र परिणाम खोज्ने बानीको विकास गर्नुपर्छ। हामीले काम गर्दाखेरि कुनै पनि कामको कारण के हो, प्रक्रिया के हो, परिणाम के हो, त्यो खोज्ने बानीको विकास गर्नुपर्छ। सार्वजनिक सेवा प्रवाहमा सहकारितामूलक संस्कृतिका असल अभ्यासहरू आन्तरिकीकरण गरी हामीले चाहिँ सार्वजनिक सेवा प्रवाहमा चाहिँ सहकारितामूलक संस्कृतिको विकास गर्ने, असल अभ्यासहरू आन्तरिकीकरण गर्ने काम गर्नुपर्छ। प्रशासनिक व्यवस्थायिकतामा जोड दिनुपर्छ होइन, हामीले चाहिँ प्रशासनिक व्यवस्थायिकतामा जोड दिने, समन्वय, सहकार्य, सहअस्तित्व, साझेदारी र सहभागी संस्कृतिको अवलम्बन गर्ने काम गर्दाखेरि, लिन, सिन, क्लिन एन्ड ग्रिन म्यानेजमेन्टमा जोड दिने, फ्ल्याट एन्ड भर्चुअल अर्गनाइजेसनमा जोड दिने, सेवा प्रवाहमा सुधार ल्याउन आर्टिफिसियल इन्टेलिजेन्सी होइन कोग्निटिभको टेक्नोलोजी र अटोमेसनको प्रयोगमा जोड दिने। हामीले अहिले एआईको प्रयोग छ, त्यसलाई पनि हामीले जोड दिनुपर्छ समयानुकूल। अनि हाम्रो सङ्गठनलाई फ्ल्याट एन्ड भर्चुअलमा जोड दिनुपर्छ, जहाँसम्म होइन हाम्रो कार्य वातावरण लिन, सिन, क्लिन एन्ड ग्रिन हुनुपर्छ, यस्तो व्यवस्थापनमा जोड दिनुपर्छ। सङ्गठनको लेआउट हुन्छ जो प्रविधि मैत्री, सेवाग्राही मैत्री हामीले बनाउनुपर्छ, तब मात्र हाम्रो सेवा प्रवाह प्रभावकारी रूपमा हुने गर्छ। सरकारी कार्यालयहरूलाई सिटिजनसिपको कन्सेप्टमा लैजाने, हाम्रो यो चाहिँ नागरिकहरूको एउटा पसलको रूपमा त्यो कन्सेप्ट, त्यो अवधारणामा लैजानुपर्छ सरकारी कार्यालयलाई। सेवा प्रवाहलाई स्मार्ट म्यानेजमेन्टमा जोड दिने, सेवा प्रवाहको लागि हामीले स्मार्ट म्यानेजमेन्टमा चाहिँ जोड दिनुपर्छ। परियोजना बैङ्कबाट मात्र परियोजनाको छनौट र सञ्चालन गर्नुपर्छ। हामीले चाहिँ कुनै पनि आयोजनाहरू निर्माण गर्दाखेरि अथवा छनौट गर्दाखेरि, छनौट पूर्व हामीले जुन परियोजना ब्याङ्क बनाएका हुन्छौँ त्यहाँबाट मात्र छनौट गर्ने, निर्माण गर्ने, सञ्चालन गर्ने होइन, फिस्कल बिल्डिङलाई रोक्ने, हामीले चाहिँ फिस्कल बिल्डिङलाई रोक्नुपर्छ। त्यसै गरेर आधुनिक व्यवस्थापकीय पद्धतिहरू छन्, विभिन्न आधुनिक व्यवस्थापकीय पद्धति, जसो वान सिस्टम सर्भिसहरू, पर्फर्मेन्स कन्ट्र्याक्ट होइन, कन्ट्र्याक्टहरू भए होइन, वान स्टेप सर्भिस भयो, पोर्टफोलियो म्यानेजमेन्ट होइन, टिक्युएम, क्युसी, यिनीहरू चाहिँ के हुन् भने आधुनिक चाहिँ हाम्रो व्यवस्थापकीय पद्धतिहरू हुन्। यी पद्धतिहरूलाई हामीले समयानुकूल चाहिँ अवलम्बन गर्नुपर्छ। सबल, सुदृढ र प्रगतिशील राजस्व व्यवस्थापन प्रणाली विकास गर्ने, राजस्व चुहावटहरूको नियन्त्रण गर्नको लागि सबल, सुदृढ र प्रगतिशील राजस्व व्यवस्थापनको विकास गर्ने, प्रणालीको विकास गर्ने, एमआइएसको उपयोग बढाइ सेवा प्रवाहमा
गुणस्तर र शीघ्रता कायम गर्ने हामीले चाहिँ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमको उपयोगलाई बढाउनुपर्छ। समय सापेक्ष नयाँ विधि र पद्धतिको अवलम्बन गर्नुपर्छ। हामीले चाहिँ नवीनतम प्रविधिहरू जस्तो सेवा प्रवाहमा सुधार गर्नको लागि केही नवीनतम प्रविधि जस्तो टोकन सिस्टमहरू भयो, अनलाइन सिस्टमहरू भयो, ई पेमेन्ट भयो, मोबाइल ब्याङ्किङ एप्सहरू भयो होइन, यी विभिन्न बारकोड जस्ता विभिन्न प्रविधिहरू छन्, तिनलाई चाहिँ हामीले सेवा प्रवाहमा चाहिँ भित्राउनुपर्छ, सुधार गर्नुपर्छ। असल अन्तर्राष्ट्रिय अभ्यासहरू मुलुकको माटो सुहाउँदो हुने गरी लागू गर्नुपर्छ। गुणस्तरीय र दिगो रूपमा पुँजीगत खर्च गर्ने क्षमताको विकास गर्नुपर्छ। हामीले पुँजीगत खर्चलाई चाहिँ बढाउनुपर्छ, चालु खर्चलाई घटाउनुपर्छ, पुँजीगत खर्च चाहिँ दिगो रूपमा हुने गरेर खर्च गर्नुपर्छ। गैर बजेटरी खर्चलाई निरुत्साहित गर्नुपर्छ। आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने जुन प्रवृत्ति छ, संस्कृति छ, यसलाई परिवर्तन ल्याउनुपर्छ। अनुसन्धानमा आधारित खोजमूलक र स्वतन्त्र पत्रकारिताको विकास गर्नुपर्छ। अनुगमन र मूल्याङ्कनलाई बजेट र जनशक्तिको व्यवस्थापन गर्ने। त्यस्तै गरेर विगतबाट पाठ सिक्ने संस्कारको विकास गर्ने। संस्थागत स्मरणलाई जुन इन्स्टिट्युसनल मेमोरी हुन्छ त्यसलाई बलियो र दिगो बनाउने होइन। ब्याकअप प्लान निर्माण गर्ने, विकल्पको विकास गर्ने, यी विभिन्न महत्त्वपूर्ण पोइन्टहरू रहेका छन् जुन विभिन्न लिखित परीक्षाहरूमा काम लाग्छ, लेख्न उपयुक्त हुन्छन्। त्यस्तै गरेर ऱ्यापिड रेस्पोन्स टिमहरू बनाएर हामीले उपयुक्त समयमा परिचालन गर्ने। जुनसुकै क्षेत्रमा पनि हामीले आरआरटी टिम चाहिँ हामीले निर्माण गरिराख्नुपर्छ। जुन ऱ्यापिड रेस्पोन्स टिम भन्छ यसलाई चाहिँ उपयुक्त समयमा चाहिँ परिचालन गर्नुपर्छ। रचनात्मक र सृजनात्मक सुझावहरूलाई कार्यान्वयनमा लैजाने। विभिन्न क्षेत्रबाट आउने जुन सुझावहरू हुन्छन् तिनलाई चाहिँ हामीले चाहिँ रचनात्मक र सृजनात्मक जुन सुझाव हुन्छन् तिनलाई चाहिँ हामीले कार्यान्वयनमा लिनुपर्छ। सार्वजनिक प्रशासनमा चाहिँ स्ट्रक्चरल पार्ट र बिहेभियरल पार्टमा अझ सुधार गर्ने। कर्मचारीहरूको जुन इथिक्स हुन्छ, इन्टिग्रिटी हुन्छ, त्यसमा सुधार ल्याउनको लागि भ्यालु रिइन्जिनियरिङ गर्ने। हामीले कर्मचारीहरूको इथिक्स र इन्टिग्रिटीमा सुधार ल्याउनको लागि भ्यालु रिइन्जिनियरिङ गर्ने। असल कार्य संस्कृतिलाई सार्वजनिक सेवामा प्रोत्साहित आन्तरिकरण गर्ने। हामीले असल कार्य संस्कृति हुन्छ, ओ कल्चर हुन्छ, त्यसलाई सार्वजनिक सेवामा प्रोत्साहनसहित आन्तरिकरण इन्टरलाइजेसन गर्नुपर्छ। सार्वजनिक सेवामा ग्रेजुएट कल्चरको विकास गर्नुपर्छ। सार्वजनिक सेवामा फिडब्याक इकोनोमीलाई सुरुपर गर्ने। हामीले फिडब्याक इकोनोमीलाई हामीले चाहिँ आत्मा अनुसरण गर्नुपर्छ। एप्रिसिएटिभ इन्क्वायरीको माध्यमबाट सेवा प्रवाहमा सुधार गर्नुपर्छ। अफिस इटिक्युटिज व्यवस्थापनमा जोड दिने होइन। त्यस्तै गरी स्टार्टअपहरूलाई नीतिगत सहुलियत र सहायता प्रदान गर्ने। लेबर इन्टेन्सिभ टेक्नोलोजीको उपयोग गर्ने होइन। सेन्ट्रलाइज माइन्डसेटको अन्त्य गर्ने। यी विभिन्न कुराहरू हामीले चाहिँ लेख्न सक्छौँ। त्यस्तै गरेर हामीले चाहिँ लेबर इन्टेन्सिभ टेक्नोलोजीको पनि उपयोग गर्नुपर्छ। त्यस्तै गरेर सेन्ट्रलाइज्ड माइन्डसेटको अन्त्य गर्नुपर्छ। राजनीति र प्रशासनले गर्ने कार्यहरूबिच स्पष्ट सीमाङ्कन र रेखाङ्कन गर्नुपर्छ। 720 डिग्री मूल्याङ्कनको प्रणाली लागू गर्नुपर्छ। आफ्नो गरे चमत्कार अर्कोले गरे भ्रष्टाचार भन्ने जुन एउटा सङ्कुचित मनोवृत्ति छ त्यसको अन्त्य गर्नुपर्छ। आफूले गर्ने राम्रो, अरूले गरेको नराम्रो भन्ने जो संस्कृति छ त्यसलाई चाहिँ अन्त्य गरिनुपर्छ। हामीले मेन भनेको 720 डिग्री मूल्याङ्कनको प्रणालीलाई हामीले लागू गर्नुपर्छ। त्यस्तै गरेर अन्त्यमा चाहिँ सम्पत्तिको स्वरूप होइन स्रोत हेर्ने संस्कार स्थापित गर्नुपर्छ। हामीले सम्पत्तिको स्वरूप के हो भनेर भन्दा पनि हामीले स्रोत के हो भनेर जुन हेर्ने संस्कृति चाहिँ विकास गर्न स्थापित गर्नुपर्छ। सफल भए आफूले र असफल भए अरूलाई गर्दा जुन भन्ने प्रवृत्ति हुन्छ त्यसको अन्त्य गर्नुपर्छ। राम्रो भयो भने आफूले होइन, सफल भए आफूले, असफल भए अरूले हो, यो काम अरूले गरेको भन्ने जुन प्रवृत्ति हुन्छ यसको अन्त्य गर्नुपर्छ। यी भनेका हाम्रो आयोगबाट लिइने विभिन्न लिखित परीक्षाहरूका विभिन्न प्रश्नहरूमा हामीले आवश्यकता अनुसार प्रश्नले मागेको अनुसार हामीले उत्तर लेख्न सकिने केही बुदाहरू, महत्त्वपूर्ण बुदाहरू हुन्। यी बुदा 105 वटा बुदाहरू कण्ठ भयो भने हामीले केही हदसम्म कमन रूपमा लेख्न सकिने बुदाहरू आफ्नो माइन्डमा सेटअप भएको हुन्छ र लेख्न सहज हुन्छ। हजुरहरूले सम्पूर्णमा सफलताको शुभकामना सहित धन्यवाद।